खुसी छौ तिमीलाई पाएदेखि। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौ तिमीलाई पाएदेखि। आज बाबुको अन्नप्राशन दिन जुन हामी आज मनाउन गइरहेका छौँ। मेरो बाबु आज जन्मेको लगभग 5 देखि 6 महिनाको इन्टरभल भइसकेछ। हामीलाई पत्तै भएन, कति चाँडै समय गएको थाहा नै भएन। यति चाँडै गयो कि हिजो भर्खरै जन्मेको जस्तो लाग्थ्यो मलाई। आज अब यति ठुलो भइसक्यो, कतिखेर दिन जाने त्यो केही थाहै हुँदैन। मेरो बाबुको लागि एउटा सानो एउटा मेसेज छ, जुन मेरो बाबु चाहिँ भोलि पर्सि ठुलो भएर भिडियो देख्यो भने ऊ चाहिँ हाम्रो जुन जीवनमा आयो त्यो एकदमै ठुलो उमङ्ग लिएर आएको छ। We are so blessed to having him in our life. अनि हाम्रो बाबु चाहिँ जहिले हेर्दाखेरि पनि ओहो अब ठुलो भइहाल्यो, अब के गर्ने होला जस्तो लाग्छ होइन। मेरो अनि फ्यामिली अहिले उसको खुसीको लागि भनेर हाम्रो बाबा मम्मी उसको हजुरबा हजुरआमाहरू सबैजना यहीँ हुनुहुन्छ। फ्यामिलीहरू सबैजना भएर उसको यो ठुलो दिन मनाउँदैछौँ, जुन चाहिँ उसले पछि गएर पनि हेर्नेछ, हो सबैजना हुनुहुँदो रहेछ भन्ने हुनेछ। त्यही भएर पनि हामी सबैजना खुसी भएर आजको दिन सेलिब्रेट गरिरहेका छौँ। र हाम्रो कस्तो हुन्छ, हाम्रो यो जुन एउटा जमघाट धेरै दिनपछि मेरो बाबुले गर्दा नै ल्याएको, किनकि सबैजना एउटै फ्यामिली अस्ट्रेलिया जस्तो ठाउँमा सबैजना भेटेर सबैजना एउटा सेरेमनी उसको सेरेमनी गर्नु भने बाबुलाई पनि एउटा एकदमै ठुलो ब्लेसिङ जस्तै हो। किनकि कसैको केही मिल्दैन कसै, किन हाम्रो बाबुलाई सबै कुरा मिलायो, उसको मामलीपट्टि आफ्नो घरपट्टि। किनकि हाम्रो बाबु पहिलो बाबु हो होइन, त्यही भएर चाहिँ बाबुलाई चाहिँ सबैको धेरै नै आशीर्वाद छ। त्यो मेरो जीवनमा चाहिँ एकदमै ठुलो चाहिँ केही कुरा मैले पाएको जस्तो लाग्छ। मेरो बाबु नै सबैभन्दा खुसी भनेकै बाबु हो। अहिले हामी एकदम आभारी छौँ, थ्याङ्क यू छन् भगवान्प्रति अनि बाबुप्रति पनि। ऊ हाम्रो जीवनमा आएर धेरै खुसीहरू लिएर आएको छ। थ्याङ्क यू सो मच दिव्यम। र तिमीलाई चाहिँ ड्याडी मम्मीको धेरै नै शुभकामना, माया। थ्याङ्क यू सो मच बाबु, तिमी नै आएर हाम्रो जीवनमा धेरै नै खुसी भएको छौँ हामी। यसको लागि धेरै नै आभारी छौँ हामी। थ्याङ्क यू सो मच। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। भगवानको रूप तिमी, प्रकृतिको वरदान। गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान। तिमी हाम्रो सन्तान। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको तारा तिमी, हाम्रो जिउने सहारा तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। जब तिमी यो घरमा आयौ चारैतिर खुसियाली छायो। जब तिमी यो घरमा आयो चारैतिर खुसियाली छायो। असल मान्छे बन्नु तिमी, सबको सेवा गर्नु, घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु। राम्रो सन्देश छर्नु। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी।
बामे सर्दै खेल्दै तिमी फुर्किन्छौ लडी बुडी गर्दै तिमी हुर्किन्छौ बामे सर्दै खेल्दै तिमी फुर्किन्छौ लडी बुडी गर्दै तिमी हुर्किन्छौ भोलि ठुलो भएपछि फुल जस्तै फुल्नु आफ्नो संस्कार संस्कृतिलाई कहिले नभुल्नु कहिले नभुल्नु आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको नानी तिमी हाम्रो प्रेमको निशानी तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ